इन्टर मिलानले चाहिँ च्याम्पियन लिगमा चाहिँ होइन क्वार्टर फाइनलमा चाहिँ फर्स्ट लेग जितेको छ है बायर्न म्युनिखलाई 2-1 जितेर है। अनि यो अब इन्टर मिलानको च्याम्पियन लिगको यो 2024-25 को च्याम्पियन लिगको कुरा गर्दाखेरि चाहिँ इन्टर मिलानले 11 गेम खेलिसकेको छ है। त्यसमध्ये जम्मा 3 गोल मात्रै खाएको छ है। 11 गेममा जम्मा 3 गोल खानु भनेको चान्चुन कुरो होइन है। यहाँको डिफेन्स चाहिँ इन्टर मिलानको डिफेन्स चाहिँ एकदम खतरा छ। जो कोही टिमले चाहिँ त्यो इन्टर मिलानको डिफेन्सलाई चाहिँ तोडेर गोल हान्न चाहिँ एकदम गाह्रो छ है। त्यो अहिलेको यो रिजल्टबाट हेर्न सकिन्छ है। 11 गेममा जम्मा 3 गोल खाएको छ इन्टर मिलानले। अनि अब यसो हेर्दाखेरि यो बायर्न म्युनिखको होममै गएर 2-1 जितेको है इन्टर मिलानले है। अब अर्को सेकेन्ड लिग इन्टर मिलानकै होममा छ। अब बायर्न म्युनिखले कसरी 2-1 हारेकोलाई त्यो 1-0 को त्यो छ एग्रिगेट छ। कसै त्यसलाई अब तोडेर उता सेमी फाइनलमा जान्छ त्यो हेर्न बाँकी नै छ, तर गाह्रो चाहिँ छ है। यता इन्टर मिलानको डिफेन्स एकदम तगडा छ। सायद इन्टर मिलान मेरो विचारमा बायर्नलाई हराएर यता सेमी फाइनलमा यसो हेर्दाखेरि बार्सिलोनासँग चाहिँ भिड्ला जस्तो छ है। बार्सिलोनासँग भिड्ला जस्तो छ। बार्सिलोनाको फेरि एट्याकर खतरा छ यसपालि यो सिजन फर्ममा छ है। लेभान्डोस्की, यामाल, रफिनिया यिनीहरूको एट्याकिङ ट्रियो चाहिँ एकदम बवाल गइरहेछ है, मिलिरहेछ है। धनाधन गोल पनि हानिरहेछ। यता एट्याकर खतरा, यता इन्टर मिलानको डिफेन्स चाहिँ खतरा। त्यो हेर्न चाहिँ मजा आउँछ है। यो चाहिँ पर्सनल भ्यू है। मेरो पर्सनल भ्यू चाहिँ सेमी फाइनलमा गएर यस्तो हुन्छ कि भन्ने थियो है। मैले चाहिँ जस प्रेडिक्सन गरे हो, तर हेर्नै बाँकी छ। अब गेम हो, फुटबल गेममा जे पनि हुनसक्छ है। त्यही भएर हेर्न बाँकी छ के हुन्छ। जस इन्टर मिलानको डिफेन्स चाहिँ तगडा छ है। जुन कुनै टिमले चाहिँ डिफेन्स तोडेर गोल हान्न सक्दैन।